हेलो गाइज, हेलो गुड मर्निङ है। बिहानको 7 बजिसकेको छ। अहिले म चाहिँ तिलगुफा, कालीकोटको तिलगुफा नगरपालिकाको 7 नम्बर वडामा जाँदैछु। मलाई थाहा छैन कुन ठाउँ हो, तर त्यो पारीको देखिएको गाउँ हुनसक्छ होइन। पक्कलाएर हेर्दैछु म, ठाउँ तपाईँलाई देखाइदिन्छु। यस्तो छ है। सबैभन्दा खतरा अहिलेसम्म गएकोमा मध्ये चाहिँ त्यो तिलगुफा के अरे चिलखाया हो। त्यो चाहिँ कस्तो खतरा छ कि त्यहाँबाट होइन। खेतहरू क्या गोलो स्टेडियम टाइपको छ कि। त्यहाँ पनि म गएको बेला देखाउँछु है अर्कोचोटि। हामी जाँदैछौँ अहिले। अगाडि बढ्दै सर्टकट बाटो, उकालो बाटो पनि छ एउटा, म त्यो चाहिँ देखाउँछु है त। यहाँबाट त्यहाँ पारीको हो, देखिन्छ त्यहाँबाट, अलि यताबाट देखिन्छ है त। यो जुम गर्छु है त। यो बाटो हो जानुपर्ने सर्टकट। हेरौँ तल रोड चाहिँ तल देखाएको यो चाहिँ रोड हो। मेन रोड चाहिँ यो हो है। गाडी पनि कुदिरहेको छ। हामी चाहिँ यतापट्टिबाट उकालो नहिँड्नलाई यो बाटो आएको। त्यो गाउँ हामी जाने देखिरहेछ होला नि, देखिरहेछ। यो रोड तलको, माथिको चाहिँ बोरेटो बाटो यो गाउँ पुग्नलाई, वार्ड नम्बर 7 पुग्नलाई। 8 नम्बर चाहिँ उतापट्टि हो अरे यो। यसमा चाहिँ अर्कोचोटि जानुपर्छ। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ गाउँको। टक्क लाएर गाउँ यस्तो छ है। कुखुरा कराउँदैछ बिहान बिहान। कस्तो लाग्यो, राम्रो छ नि। यहाँबाट देखिँदो रहेछ गाउँ। गाउँ सँगसँगै रोड पनि तलको यो गोरेटो बाटो। सधैँ रोड भन्दै गोरेटो बाटो जुम गरिरहेको छु यार। यो हामी भर्खर आएको बाटो। यताबाट टक्कलाएर तल यो के अरे झुलुङ्गे पुल पनि रहेछ, तर त्यहाँ हामी तल पुग्नु पर्दैन थियो। तल पढ्ने त्यसपछि बल्ल पहिला त्यो पनि छ, उपाय छ आफूले पाल्यो एउटा के अरे बिहे गरेर आफै खाउने आउने भयो म पालो पाउँछ नि अर्को ल्याएर माथि गाउँ यता माथि गाउँ। दामी छ यहाँबाट भ्यू। तल धार रहेछ नि त।
होइन म त ट्राई गर्दैछु कि मलाई पनि इन्भल्भ गर्नु गाह्रो त पर्दैन पर्दैन ल ल म पनि केही बोल्छु नि त ल बोल्नु ल के बोल्नुहुन्छ बोल्नु नि त केही तपाईँलाई वेलकम छ तपाईँ छाब्दैमा प्रस्तुति आउँदै हुन्छ आउनु भएको यस अनि त्यसमा तपाईँलाई कस्तो लाग्यो यो ठाउँ होइन एकदम एज अब कम्पेयर गर्दा कर्णाली प्रोभिन्सको कालीकोट पनि एउटा एकदम सबैभन्दा गाह्रो ठाउँ हो होइन हो एकदमै तर एकदम जुन एडभेन्चरमा जाने हो भने चाहिँ एकदम राम्रो छ ठाउँ त्यही त मैले अब एक्सप्लोर गर्न खोजिरहेको छु मेरो भ्लगबाट हजुर टक्क लाएर अब तपाईँले सपोर्ट गर्नु पऱ्यो होइन बेला बेलामा अन्त सपोर्ट गर्छु हामीले हरेक कुरालाई एक्सप्लोर गर्नुपर्छ ए ल ओके छ त यहाँको कम्युनिटी यहाँको जुन ओरिजिन हिस्ट्रीको कुराहरूलाई मलाई पनि मनपर्छ नि सर मेरो फोन नराम्रो भएर हो क्या ए हो कारण हो ठिक छ म त यो बिग्रेको मोबाइल भए पनि अब तपाईँको अलि राम्रो आउँछ नि त मेरोबाट त्यति पनि आउन्न कि यो फोन र उनीहरूको त त्यही हो माथिबाट तर उनीहरूले छुट्याउँदा त्यो त त्यहाँ त भयो मेरो भाइहरू ओ भाइहरू के ल्यायौ हजुर ए पुलम ए कहाँ हो स्कुल जानु लाग्यो अब दामी चिल ठाउँमा बसेर प्लम खाइरहेछन् हाम्रोतिर पुलम भन्दो रहेछन् प्लम इङ्ग्लिसमा प्लम हाम्रोतिर पनि पलमै भन्छ टक्क लाएर मस्त गीत बजिरहेछ माथि अर्को गाउँ पानी छ का नाम क्यों बच्चा बच्चीको गफ सुन्नमै अब म आउट पार्छु है त तीन बल है क्याच अब टेक्राइजले उडाउँछ अरे खतरा हान्न नचल्नु के है त रेडी है कतिको हान्न सक्दो रहेछ है कतिको रोक्न सक्ने रहेछ है पाँचमा हाने है पाँचमा अब स्पिन है त
Google Bye. Google Bye. Catch. फाल माथि विकेट हानिकन जान्न क्या स्पिन है फास्ट है यतिले ल अब लास्ट छपल गर्छु है त फास्ट है ए म त किन राख्यो छैन क्या कुरी का कुरी तल्लोको त्यो भयो कि सम्म भएन त्यही भएर बल यता उता गयो यहाँ बलर को छ हजुर अगाडि नजाऊ त पछि बलिङ यस्तो छ यो तल्लोकोले कस्तो यार म सिधै थोला खेल्न यार स्पिन है स्पिन आयो स्पिन अगाडि फर्किँदैछु यसो हल्का क्रिकेट खेलेर भाइहरूसँग बाटोमा यो माथिको चाहिँ चिल खायो है यो यस्तो दामी खेल्छ यार